त्यत्रो अम्बकहरु आइपुगेको छ यी पालुवाबाट आएको रे भोलि अम्बक ल्याउनु भएको छ दिदी कसरी अम्बक दिदी हजुर 4 दाना दिएको 20 ए 20 को 4 दाना हजुर छानी छानी ताजा अम्बक कहाँबाट ल्याउनु भएको अम्बक हो हजुर पालुवा पालुवाको अम्बक हो यो हजुर र त अहिले टिपेर आएको ए, त्यहाँ पनि फल्दो रहेछ त है अम्बक नि अम्बक हामी त कति बेच्छौं र साथीहरु हाम्रो शनिबारी हटियामा चाहिँ त्यत्रो अम्बकहरु आइपुगेको छ यी पालुवाबाट आएको रे भोसुर नगरपालिका छ है हजुर अलिकति दिनु न ल कि 20 रुपैयाँको दिनु ल लानु न खाना हजुर भन्नुहुन्छ अब एकैमा लाउँदा भइगयो नि 20 को है अलिक कटमेटो लगाउँ है कस्तो लानुहुन्छ यो बोटमा पाकेको अहिले नि टिपेर लिएको हुन्छ 3 दाना भयो अनि 4 दाना ल 40 को त लानु ए पुग्छ दिदी यति भए त्यो राम्रो छ पुग्छ यति भए लिनु त ल साथीहरु हाम्रो भोजपुरे शनिबारी हटियामा चाहिँ यसरी पुरै पालुवाको अम्बक आइपुगेको छ यहाँ दिदीले ल्याउनु भएको रहेछ है अम्बक त मेरै हुन्थ्यो पालुवाबाट अम्बक ल्याउनु भएको रहेछ दिदीले चाहिँ हजुर शनिबारी हटियामा आज झरी वर्षा धेरै आएर फेरि रुपैयाँ हजुर